बाबुको नाम के हो? अंकित। अंकित के हो नि? रुम्बा। अंकित रुम्बा? ओहो कति क्युट हो नि। कति वर्ष भयो हजुर? 6 वर्ष। अनि हजुरको घर कहाँ हो नि? कति टाढा? हो अनि यहाँसम्म हजुर हिँड्न सक्नुहुन्न? हो अनि कसरी हिँड्नुहुन्छ? स्कुल जानुहुन्छ कि हुँदैन? साथीले हान्छ स्कुल जाँदा? कतिमा पढ्नुहुन्छ नि? गोलो गोलो लेख्नुहुन्छ? क ख लेख्नुहुन्छ? अनि के लेख्नुहुन्छ स्कुल गएर? मिसले हान्छ। हो मिसले हान्छ। बाबु हजुर हिँड्न सक्नुहुन्छ कि हुँदैन? हुन्छ। यो लट्ठीले गर्दा? ल खै कसरी उठेर हिँड्नुहुन्छ ल? ओहो ओहो है 6 वर्ष हजुर। बिस्तारै बिस्तारै फास्ट कुद्यो नि त बाबु त। कति क्युट है बाबु। हजुरलाई आइसक्रिम मनपर्छ भन्नुभयो है? आइसक्रिम किनेर खाने हस् लिनु। पैसा चिन्नुहुन्छ हजुरले? चिन्नुहुन्छ? कति हो नि त्यो पैसा? 10 रुपियाँ। कति? 10 रुपियाँ। 10 रुपियाँ खै देखाउनुहोस् त 10 रुपियाँ कति रहेछ? 5 रुपियाँ। 5 रुपियाँ? त्यो पैसाले के गर्नुहुन्छ हजुर? त्यो पैसाले के खानुहुन्छ अरे? आइसक्रिम खाने? राम्ररी बस्नुहोस् हस्। फेरि भोलि पर्सि भेट्न आउँछ है हस्। अझै ठुलो ठुलो हुने ज्ञानी हुने। बाटोको छेउमा हिँड्दाखेरि गाडीहरू हेरेर हिँड्नुपर्छ हस्। अंकित बाबु अब जान्छु ल आन्टी। फेरि भोलि पर्सि भेट्न आउँछ हस् हजुरलाई। बाई बाई। बाई बाई।